आज चाहिँ जेठको 23 गते धानको बिउ राख्नको लागि म जाँदैछु। 1 महिनापछि। त्यस पछाडि 1 महिनामा ठ्याक्कै असार 15 तिर 1 महिना पनि नहुने रहेछ। असार 15 तिर चाहिँ रोपाई गर्नुपर्छ भन्ने सोचिराखेको छु। 1 महिनाको पनि बिउ नहुने रहेछ, अलि ढिलो भइसकेको छ। तर म आज धुलै बिउ राख्न जाँदैछु। यहाँ पानी छैन, पाइपबाट चाहिँ हालेर सम्भव भएन। ठुलो पाइप ल्याएको भए त हुन्थ्यो, तर लिन जान अल्छी लाग्यो, अलि माथि छ। त्यसो भएको कारणले गर्दाखेरि धुले बिउ राख्न जाँदैछु। त्यही भएको कारणले गर्दाखेरि अब 1-1.5 घन्टा चाहिँ बिउ राखेर काम गर्ने हो। म जाँदैछु त बिउ छर्नको लागि। बारीमा जाँदैछु म धानको बिउ छर्नलाई। धानको बिउ पनि ल्याइसकेको हो। अब यहाँ खन्दैछु म। खनिसकेको छैन। अब यो खनिसकेपछि चाहिँ म यहाँनिर बिउ छर्दैछु। धुले बिउ छर्न लागेको हो।